त्यहाँ। हजुर अनि मानदेव तपस्वी हुनुहुँदो रहेछ, उहाँ चाहिँ अब नेवार सम्प्रदायको र चाहिँ राजा पनि हुनुहुँदो रहेछ। अनि मानु पाथी हजुर त्यही मानु तराजु ढक किलो काँटा पाथी सबै बनाएको चाहिँ मानदेवले हुनुहुँदो रहेछ। अनि मानदेवले चाहिँ अब पाटी पौवा बनाउने क्रममा उहाँदेखिबाट बनाउँदै बनाउँदै आएपछि त्यहाँनिर आएपछि चिन जानको लागि उहाँ आउनुभयो, कैलाश पर्वत जानको लागि आउने क्रममा चाहिँ उहाँले आउँदै आउँदै जाँदाखेरि अनि त्यहाँ धर्मस्थलीमा एउटा बनाइदिनु भएछ, यहाँ फेरीमा एउटा बनाइदिनु भएछ, पाँच मानेमा एउटा बनाइदिनु भएछ, त्यसपछि ओखर पौवामा एउटा बनाइदिनु भएछ। उहाँ जाइफल पौवामा गएर उहाँ के अरे रानीबुवा भन्दा माथि हेर्नुहोस् त्यहाँ बनाइदिनु भएछ मानदेवले है विकासवादी नै मान्छ तिमीलाई। फेरि उतार चाहिँ यसरी घुमेर चाहिँ यो के अरे यो चाउथे फाँटबाट चाहिँ यस्तो गरेर जानुभएछ र त्यहाँबाट उमलाएर चाहिँ फेरि उता नगरकोट जिल्ला फेरि उतै लाग्नु भएछ। फेरि ए ठिक ठिक उतै लाग्नु दुप्तेश्वरतिर जानुभयो क्या? हो ठिक 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 हजुर हजुर त्यहाँ गएर बस्नु भएछ। राम्रो। यो खास गरी यो काठमाडौँका चाहिँ 4वटा धाम भन्छ नि, त्यस्तो के छ यो यहाँ चाहिँ मुख्य के उसरी अरू ठाउँमा जस्तो त्यो इन्डियामा छ नि 4वटा धामहरू त्यसै गरेको अब यहाँ हाम्रो चाहिँ कुन कुन हेर्नुहोस्, हजुर अब यहीँबाट 12 विषय भनिन्छ, 12जनाले विष पिएका छन्, शिवाली मात्रै छैन। 12 विषय भनेर राखियो। ओहो हजुर 12जना छन् विष खाने पृथ्वी मथन गर्दाखेरि है। हो शिवाली मात्रै खाएका थिएनन्। हजुर त्यसो गरेर 12 विषय राखियो। विष पचाउन सक्ने भएर शिव चाहिँ शक्तिशाली सबभन्दा। अनि फेरि त्यहाँ 12 विषय राखियो। हजुर किनभने 12जनाले विष पिएको हुनाले 12 विषय भनेर भनियो। अनि फेरि त्यहाँबाट चाहिँ यतापट्टि पराशर हुनुहुन्छ, उतापट्टि वेदव्यास हुनुहुन्छ, बिचबाट चाहिँ सेतु गएर जानु भइरहेको छ होइन। उता गएपछि अब पिण्डवासी नै हुनुहुन्छ, यतापट्टि गएर चाहिँ अब के अरे दामोदर कुण्ड यता मुक्तिनाथ हुनुहुन्छ। अनि त्यसपछिबाट गएर चाहिँ अनि तल्लो मुस्ताङ भयो, त्यसपछिबाट माथि गएर मास्लो मुस्ताङ भयो, मास्लो मुस्ताङबाट गएपछि चाहिँ अनि देखिन्छ असली भगवानको चाहिँ नारायण डङरङ्ग सुत्नु भएछ, माता सीता चाहिँ खुट्टामा चरण लिनुभएछ, ब्रह्म चाहिँ ठ्याक्कै ईशान लिएर हिमालमा टक्कै बसिरहेको प्रत्यक्ष देख्न सकिन्छ त्यहाँ त है, प्रत्यक्ष नै देख्न सकिन्छ। अनि बढी मालिकामा पनि यस्तो तलबाट काली गण्डकी जानु भइरहेछ, यसरी बगेर जानु भइरहेछ, माथि ठ्याक्कै यतापट्टि चाहिँ माथि गएर मालिकाको र चाहिँ यतापट्टि आएपछि यतापट्टि ब्रह्माइनी रहेछन् र अनि राजदेवी रहेछन् एउटा, अनि उतापट्टि गएर नाटेश्वरी रहेछन्, उताबाट खप्तर रहेछन्। हेर्नुहोस् होइन, बिचबाट गएको अझ उताबाट के अरे मालिकाबाट उता झरेपछि फेरि त्रिपिनी हेर्नुहोस्। अब जस्तो अब हामीले जे काम गर्दा नि त्रिपेताम भनिन्छ, त्यहाँ गएर चाहिँ गर्नै पर्ने हुन्छ। हजुर हजुर त्यो मृत आत्माहरूलाई आफ्नो भूत प्रेत भएका रहेछन्, तरेका रहेनछन् भनेदेखि तिनीहरूले चाहिँ दुःख दिन्छन् क्या घर परिवारमा, अनि त्यो दुःख दिन्छन्, कष्ट दिन्छन्। अनि त्यो कारणले त्यो नहोस् भन्नको लागि चाहिँ त्यहाँ गएर चाहिँ र अनि नुवाकोट जिल्लाको माथि बेद्रावतीमा हजुर अनि त्यहाँ अनि पूर्वमा गएर उसमा के अरे कुशेश्वर भन्छन्, त्यहाँ सुनकोशी पनि भन्छन् तिनलाई हो। त्यहाँ चाहिँ अनि विश्वामित्र चाहिँ त्यहाँ बस्नुभएको छ, सुनकोशीको पारिपट्टि विश्वामित्रको चाहिँ आश्रम छ। हो त्यो विश्वामित्रको आश्रम भनेपछि अब त्यहाँ गएर चाहिँ मरेका आत्माहरूले चाहिँ दुःख पाएका छन् भनेदेखि र भौँतारिएका छन् भने त्यहाँ गएर दर्पण दिँदा पनि हुन्छ। धेरै मान्छेहरू त्यसो भन्छन्। त्यो खालको त्यो चाहिँ मरेका मृत आत्माहरूलाई चाहिँ उद्धार गर्नको लागि चाहिँ त्यहाँ गएर चाहिँ गर्दाखेरि एक ठाउँ त्यहाँ भयो, एक ठाउँ त्यहाँ भयो, एक ठाउँ त्यहाँ भयो होइन।
अब एक ठाउँ गएर चाहिँ अनि त्यसको लागि त जस्तो यहाँ पनि काशीको बुद्धगयामा छ बोधगया यी गर्दाखेरि 4वटा हुन्छ ए ठिक त्यो ठिक 3टा शिर त यहीँ नै छन् अब भयो गरेको हेर्नुहोस् अब वाल्मिकी पनि यहीँ हुनुहुन्छ दुर्वासा